तपाईँ प्रोबेबली धेरै सपना बोकेर आउनु भएको थियो होला दुबई है? सपनाको कुरा त नगरौँ होला भाइ। सपनाको कुरा गऱ्यो भने धेरै नै छ भाइ। डे टु डे लाइफ चाहिँ कस्तो थियो? डे टु डे लाइफ कस्तो थियो भने रिपिटली सेम थिङ। ड्युटी गयो, आयो, खाना बनायो, फोन चलायो, एकछिन चलाउँदा निद आयो, 10वटा अलार्म राख्यो, निन्द्रामा उठ्यो। घरमा कसरी सुत्ने बानी, यहाँ कस्तो बिहान अलार्मले जबरजस्ती उठाउँछ। ड्युटी 8 घन्टा हो, तर सेक्युरिटीले 4 घन्टा ओभरटाइम गर्नै पर्ने। मतलब एभ्रिडे 12 दिन ड्युटी गर्नै पर्ने। वासरुमलाई अब रेस्टरुम पनि भन्छ नि त। रेस्टरुम किन भन्दो रहेछ भन्ने कुरा मैले दुबई आएर थाहा भएको। खुट्टा धेरै दुखेर? खुट्टा दुख्यो, बस्न बोर भयो होइन। वासरुममा गयो, ढोका लाग्यो, बस्यो। दुबईले यति कुराहरू सिकायो भाइ होइन। 24 घन्टा न खाना न निन्द्रा, यो दुईटा बिना चाहिँ बाँच्न सिकियो। जुन चिज नेपालमा 2 घन्टा केही खानेकुरो पाएन भने घरमा झगडा गर्छ। अनि दाइ तपाईँले भन्नुभयो नि त्यो यसरी टाउकोमा चाहिँ पुरै टी सर्ट बेरेर अनि चस्मा लगाएर गयो भन्नुभयो नि होइन? त्यो चाहिँ कस्तो भने गर्मीमा घाम त्यस्तै होइन, त्यो ट्यान बस्दो रहेछ क्या। जस्तो कि तिमी घाममा काम गर्दाखेरि तिमीले लाइक डेली चाहिँ यो हाफ स्लिभ लुगा लगाएर काम गर्यो, 1 मन्थपछि तिमीले यस्तो स्लिभ हेर्दाखेरि चाहिँ तिम्रो डिफ्रेन्स देख्छ क्या, त्यहाँ ट्यान बस्यो हुन्छ। म फर्स्ट टाइम आएको बेलामा हराएको जो पनि हराउँछ कि दुबई मल मान्छे जाने भनेको हराउन गयो, हरायो, आयो, के गर्यो थाहा छैन। बुर्ज खलिफा याद छ, मेट्रोको त्यो टनल वे याद छ, फुटब्रिज, अरू केही पनि याद छैन। सोध्दै हिँड्यो फुड कोर्ट कहाँ छ, यो कहाँ छ, त्यो कहाँ छ। खुसी भयो म, ओहो दुबई मलमा ड्युटी गर्नु पाउने भयो यार। त्यो बुर्ज खलिफा पनि त त्यही छ नि त। ल हुन्छ भनेर खुसी भएर गएँ, सुतेँ। भोलिपल्ट यति बजीतिर जा भन्ने टाइम दिएको थियो, टाइममा उठेँ। आई वाज भेरी एक्साइटेड। नाइट ड्युटी थियो, गयो, गाडीले छोडिदियो। तिम्रो गाडीले अब दुबई मल चाहिँ फेरि यति ठुलो छ कि गाडीले पार्क गरेर एक ठाउँमा उतार्यो, त्यहाँबाट चाहिँ लोकेसन पुग्न पनि 10-15 मिनट लाग्ने लाग्छ। मलाई चाहिँ फेरि सेफ भने चाहिँ आर्मी जस्तै लाग्छ कि होइन। अब कमी 3 भनिरहेको छ, कमी 2, कमी 1 भनिरहेको छ, पुरा रेस्पेक्ट छ होइन। एउटा सल्युट मात्रै नहान्ने हो, बाँकी सबै मलाई आर्मी जस्तै लाग्छ। डिसिप्लिन सेम त्यस्तै मेन्टेन गर्नुपर्छ होइन। तपाईँ सिडिपी जस्तो पोस्टमा हुनुहुन्छ नि होइन, तपाईँले फर्केर हेर्ने बेलामा तपाईँको सिक्युरिटी गर्ने बेलाको टाइम छ नि, त्यहाँबाट चाहिँ तपाईँले एउटा कुरा के सिक्नुभयो? एउटा कुरा भन्नुपर्दा पेसेन्स धेरै सिकेँ। पेसेन्स, धैर्यता धेरै सिकेँ। 12 घन्टा एकै ठाउँमा चाहिँ स्ट्यान्डिङ भएर चाहिँ काम गर्नु पर्दाखेरि त्यो सहनु, त्यो फेस गरेर आउनु भनेको नै पेसेन्स हो क्या।